गरीबलाई धन प्यारो धनीलाई झन प्यारो गरीबलाई धन प्यारो धनीलाई झन प्यारो हुनेलाई भएर गाह्रो नहुनेलाई झन साह्रो कोडीलाई जिउ प्यारो अपुत्रलाई धन प्यारो संसार यस्तै रहेछ क्या हो झगडाको बिउ सधैँ खोजी हिँड्छन् न्यू पोका बोक्न कहिले छाडेनन् पोका बोकेर पनि सम्पत्ति खान पाएनन् झगडाको तगडा बिउ अपुताली 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 खानासाना खाएर नि धन्दा गरिसके सबै यदि औषधि खान्छ खानु दादा दादा एकछिन बस्नु है अनि अहिले म आएर सुताउनु खबर कुरा आउँछु अब सबै सम्पत्ति कान्छी बुहारी हामी भइहाली त्यति काठमाडौँको घर चाहिँ कसको नाममा छ भनिदिनु न काका त्यति भनिदिनु त काका अब अरू सबै सम्पत्ति त आफ्नो पारिसक्यो त्यो एउटा काठमाडौँको घर बनाउन पाएदेखि आनन्द हुन्थ्यो काका त्यति भनिदिनुहोस् न दिनुहोस् पानी खानुहोस् त्यति भनिदिनु त भान्जीलाई बिहाको हो कि भनेर त्यस्तो दुःख गरेर भान्जीको घरमा हेर्न गएँ आखिरमा फोटो पो रहेछ काका त्यति भन्नुहोस् न काका काका दिनुहोस् पानी काकालाई कति पानी मात्र खुवाएर बसेको झन् ओछ्यानमा मुतेर डुङ डुङ बनाइरहेको छ ओछ्यानमा मुछ भनेर बिरामी मान्छेलाई खुवाउँदै नखुवाउने हो र भने झन् तिर्खा लायो होला मुख सुक्यो होला बिरामी मान्छेलाई भनेर तातो पानी खुवाइदिइराखेको छु के खुवाइदिए जस्तो आफ्नो मात्रै काका पियाएर उचाल काकाले लैजाऊ काका बिस्तारै फिर्ता काका त सुन्नु भएन नि त्यो औषधि नै पठाउनु भयो होला काका त सुन्नु बुहारी अब कान्छो पनि आएन दाइलाई त्यस्तो साह्रै बिरामी हुनुभएछ तिमी नै राम्रोसँग रेखदेख गर ख्याल गर राम्रोसँग दाइको अब भोलि त म घर गइहाल्छु आज मात्रै हो दिदी 2-4 दिन बस्या भए नि हुन्थ्यो दाइको किन टेन्सन गर्नुभयो मैले स्याहारिहाल्छु नि नस्याहारेको छु त
यत्रो वर्ष त दुःख सुख गरेर बसेँ स्याहारेँ अहिले झन् बिरामी भएको बेलामा म हेरी छोड्छु त म हेरिहाल्छु नि चिन्ता नगर्नुहोस् न ल ल अब राम्रोसँग हेर मेरो पनि घर गाई घाते बख दुध दिँदैन म नभई बस्थेँ नि म 1-2 दिन जानुपर्छ हो नि दिदी सबैको आफ्नो व्यवहार आफ्नो घरैसी काम यस्तै त हो नि आफ्नो आइमाईले नगरी हुँदैन लौन मान्छे भने कहाँ पुग्छन् सबैको व्यवहार त गर्नै पर्यो अब मैले नि गर्छु त्यस्तो चिन्ता नगर्नुहोस् यसो कहिलेकाहीँ फुर्सद भयो बेला नि आउँदै गर्नु अब यस्तै त हो नि दिदी सबैको हुन्छ म मिलाएर आउँला नि अहिले राम्रोसँग हेर न म अलि पछि आउँछु अब निन्द्रा लाग्यो होला जाउँ सुतौ हुन्छ म नि भोलि चाँडै नै उठेर जानु छ ल हुन्छ यो प्रसादले गर्दा अलिकति राम्रो भएको छ काकालाई राम्रोसित लगाइदियो के अरे त्यो कुन बुढी दुध ल्यायो दुध लिएर आएको देऊ खान्छ मन तातो बनाउँछु काका खानुहोस् त बुढी सुन त के भयो फेरि हिजो बेलुका काकालाई औषधि खुवाइनौ क्या तिमीले खुवाएँ त काकालाई औषधि खुवाएर त पछि पानी लिएर जाँदाखेरि काका सुतिसक्नु भएको रहेछ मैले त तपाईँले सुताउनु भएको होला भनेर नबोलाइकन आएँ अनि तपाईँले सुताउनु भएको होइन र औषधि खुवाएको भए हिजो अस्ति राम्रोसित खानुहुन्थ्यो आज दुध खान नि गाह्रो मान्नु भएको छ त्यही भएर सोधेको नि मैले कडा पो रहेछ यत्रो दुःख गरिसकेँ त्यो बुढालाई म कहाँ उठाइदिन्छु भर्खर त औषधि खान थाल्नु भएको छ बिस्तारै निको हुनु भइहाल्छ नि ल सुन त मेजरबालाई लिएर आएको छ अरे म हेरेर आउँछु है एकचोटि ल काका बिस्तारै खानुहोस् न दाइ अब राम्रोसँग औषधि खानु टाइममा आफ्नो ख्याल गर्नु अनि त्यो भाइ ढलो भनेदेखिको म कता कता भएँ क्या कस्तो भयो मन मिल्ने त्यो एउटा भाइ थियो त्यही पनि ढलो अनि मैले त औषधि नै खान बिर्सेँ भाइ सुगर प्रेसरको औषधि खान थालेपछि त्यसरी छुटाउनु हुन्न नि टाइममा खानुपर्छ टाइम मिलाएर अब खान्छु बिर्सेँ त अब पहिल्यै छुटाएको थिएन अहिले छुटो नि नानी ल आफ्नो राम्रोसँग ख्याल गर्नु म जान्छु अब 1-2 दिन बस्न पाएको भए हुन्थ्यो घरानी बितिसक्यो गाईले दुध दिँदैन म नभई ल त ल नानी पछि आउला नि ल यो अलिकति खर्च लैजानु पर्दैन दाइ पर्दैन बोबो होइन लैजानु तँलाई चाहिँ कसले दिन्छ र मेरो त पेन्सन आउँछ बिरामी मान्छे औषधि खानु पर्ने ल ल ल नानी ल ल राम्रोसँग बस्नु ल बुहारी बस्छ है तिमी नि हस् दिदी हस् ए मेजरवाला ल्याइसके म त काकालाई स्याहार्दै हस्पिटल आउनै पाइनँ अहिले कस्तो छ मेजरमा अलिक कम छ बाबु यो केले हो औषधि नि खान बिर्सेर भाइ बिरामी भएदेखि अनि मुटु दुखिदियो म त त्यत्तिकै ढलेँ भाउजू मेजरमा बिरामी भएको हाम्रो काकाको पिरले हो उता काका पनि मेजरमा कहिले आउनुहुन्छ भनेर बाटातिर आँखा तानेर हेर्नुहुन्छ यिनीहरूको माया प्रीति नि कस्तो हो फेरि बुढाहरूको भर्खरका केटाकेटीको जस्तो अनि भतिज भाइलाई कस्तो छ त मेजरमा अहिले त खान थाल्नु भएको छ हिजो त अलि टाठो हुनुहुन्थ्यो आज किन हो
झकास्स पर्नु भएको छ। जीवन बाबु ठिक हुन्छ, वैद्य औषधि खुवाएको होइन र काकालाई? त्यही त भने भाउजू, त्यही वैद्य औषधिले नै अलिक कम भएको, तर खोइ बिस्तारै ठिक हुने रहेछ। कहिले हुने हो कहिले? बाबु वैद्यको औषधि डाक्टरको जसरी कहाँ चाहिँ निको हुन्छ र बाबु? बिस्तारै लाग्छ, त्यसले त महिना दिन 1.5 महिनामा निको गराउँछ। त्यही त मेजर बा, त्यो औषधि खाएपछि काका अलि तग्रिया जस्तो हुनुहुन्छ। अझ तपाईँ ठिक भएपछि काकालाई भेट्न आउनुभयो भने अझ राम्रो हुन्छ होला। ठिक भएपछि आउनुहोस् है। ल ल बाबु ल। अब मेरो साथी भने नि त्यही एउटा भाइ थियो, त्यो ढलेदेखिको मेरो होस हवा चाहिँ हराएर औषधि त खान बिर्सेँ। के गर्नु? ल ठिक छ, अब टाइममा औषधि खाने होला। म पसलसँग जाने काम छ, म गएँ है। अहिले आराम गर्नुहोस् है। ल बाबु ल, म बिसो भएपछि आइहाल्छु नि। हस् हस्। ओए हनुमाने, त यहाँ पो छस् त? अनि घरतिर गएको म। अनि के गर्दै बसिरहेको त? यत्तिकै बसिरहेको नि, गर्मी छ त्यही भएर रुखको फेरि बस्छ। अनि सुन्न, तँलाई यो हान्न चाहिँ कसले हान्यो भन् त? खै कसले हान्यो भने के थाहा छैन र। कोही न कोहीसँग त शङ्का त होला नि त, तेरो दुश्मन त छ होला नि त कोही न कोही त। छैन, कसैसित दुश्मन छैन, लिनदिन छैन, छैन केही पनि। अनि सुन्न, कोही न कोहीसँग त पक्कै पनि लफडा पर्यो होला नि त तेरो? छैन हेर, कसैसित लफडा परेको छैन। भनेपछि कोहीसँग लेनदेन? कसैसित नै छैन लिनदिन त। लिनदिन भने त त्यही एउटा काका हो, काका बिमारी हुनुहुन्छ। त्यही त, काकाले तै पनि त्यस्तो त कहाँ गर्नुहुन्छ र? सुन्न हनुमाने, तैँले मलाई केही कुरा लुकाइरहेछस् के, बुझिस्? र तैँले मलाई भन्नुपर्छ के, त मेरो बालापनदेखिको साथी हो नि यार, भन्न। हेर न मटे, म लोभमा परेँ, ठुलो गल्ती गरेँ जिन्दगीमा। के गल्ती भन्न? भान्जीको अपना कसले गर्ला तँलाई थाहा छ? थाहा छैन नि, कसले गरेको तँलाई चाहिँ थाहा छ र? कसले हुने नि, मैले गरेको नि। के भन्छ यो? हो यार, घरमा बुढीले 1,50,000 लिएर आज भनी, कतै उपाय नलाएपछि काले भोटेलाई भेटी अनि भान्जीको अपना गरेँ। आयो किन हाने कि? दिनभरि काम छैन, बाजा बजाएर बस्छु अझ? हातै छैन, एउटा हातले मलाई कसले काम दिन्छ र? के काम जाने र म बुढी? ल भन् त। अरू काम त हात बिना पनि गर्छौ त। अझ हाँस्छौ? हात नभए पनि मुख र पेट त छ त। के अब म भातै नखाम त? कसले भात नखाऊ भने छ र? छोराछोरीको स्कुलको फी नतिरेको 7 महिना भइसक्यो। किराना पसलमा रासनको पैसा नतिरेको 2 महिना भइसक्यो। लाजमी भइसक्यो, घरमा 1 गेडो चामल पनि छैन। के म चोर्न जाउँ कि लुट्न जाउँ? लुटेन लुट, चोरेन चोर। यो महिनाभरि मलाई 1.5 लाख पैसा चाहिन्छ, नत्र भने म छोराछोरी बोकेर माइत गइदिन्छु नआउने गरी। काकाले सहनी पाउला र 1.5 लाख ल्याउला भनेर बसेको कुरा कहीँ मिले होइन त? के हो नि त बुढी? अर्काको स्वास्नी खोज्दा खोज्दा आफ्नै स्वास्नी हराउलिनु फेरि। ल ल नकरा, आज कुरो मिल्छ। काकाले केटी जाने हो, म त गएँ अब। कुरो बुझ्यौ नि तिमीले? पैसा लिएर आयो भने स्वास्नी घरमा पायो, पैसा नलिए आयो भने स्वास्नी घरमा पाएन। हेर हनुमाने, यो जुनीमा काकाको बिहे हुँदैन। यसपालि पनि केटी डेढी पर्यो, भात पनि खान पाइएन लास्टमा। लास्टमा होटलमा अಯ್यो। हेर अब हेर, जति कुरा गरे नि यस्तै हो हनुमाने। नयाँ काडक्स अब अहिलेलाई च्याट्टौँ। म घर गएँ, तँ पनि घर जा है त। पनि गएको के हो नि, काकाको बिहा होला र 2-4 पैसा आम्दानी गऱ्यो भने जता गयो नि केटी नै मिल्दैन। के गर्नु, यस्तै छ।
पर्न लाग्छ यो भान्जी कहाँ जानु लाग्यो होला अनि त्यही गएर हेर्नु पर्यो के हो भान्जी ए भान्जी भान्जी सुनसान छ भान्जी यहाँ एक्लै छिन् भान्जीलाई अपहरण गरेर काकासित पैसा माग्न पाएदेखि मालामाल हुन्थ्यो भुटीको 1.5 लाख पनि आउँथ्यो मलाई पनि मजाले खान पुग्थ्यो भोटेलाई फोन गरेर भान्जीलाई लिएर जानु पर्यो अनि एक्लै त होइन होला नि त अनि अरू को थियो भन् त एक्लैले हो तर पछि मनुष्य हजुर थाहा पाएर उनीहरू म मिलेर पैसाको ठुलो डिमान्ड गरे यार ए भाइ 5 लाख त माग्न परेको नि बोस पनि यत्रो किडन्याप गरिसकेपछि माग्नेले जस्तो पैसा माग्छन् 5 लाख 10 लाख माग्नुपर्छ 10 लाख बुझ्नुभयो ल ल मिलाएर माग न तिमी ए ल म फोन राखेँ त अहिले ल ए चोरको भने त यही हनुमाने पो रहेछ नेपालीमा एउटा उखान छ नि मुखामा राम राम बकलीमा छुरा हामीलाई यहाँ भान्जी हराएर तनाव छ भाउजू प्लिज यो कुरा नभनिदिनुहोस् मेरो जीवनको सवाल छ प्लिज बरु भान्जीलाई छोड्न लगाइदिन्छु कति पैसा मागे रे भाउजू 10 लाख मागेको 10 होइन 25 माग अब 10 तिमीलाई 15 मलाई तर यो कुरा गोप्य हुनुपर्छ नि हस् भाउजू तपाईले चिन्तै नलिस् सबै काम म मिलाइहाल्छु नि ल म गएँ काम यसले गर्छ पैसा मैले कमाउँछु फुक्क त साला हनुमाने जुन थालमा खाइस् त्यही थालमा पल पारिस् धिक्कार छ तेरो जिन्दगीलाई तँलाई त साथी भन्नु पनि लाज लागेर आयो मलाई यार अब त मोटे मैले गल्ती स्वीकारिसकेँ भयकारणसँग अति काकाले भेट्न जाँदाखेरि मनिषा भाउजूले काठमाडौँ घर मेरो नाममा पार्नुपर्छ भनिन् तर मैले मबाट यो काम हुन्नबाट म हिँडेँ ल मैले बुझेँ सुन तँलाई हान्ने 100मा 100% मनिषा भाउजू हो बुझिस् तर तँलाई मैले जुन हिसाबले सोचेको थिएँ नि त्यो रहेन रहेछस् के त तर पनि तैँले गल्ती महसुस गरिस् त्यही नै ठुलो कुरो हो बुझिस् हेर्न मोटे रातभरि निदा लाग्दैन मन भारी हुन्छ यो सबै कुरा तँलाई भनेपछि मेरो आधा बोझ कम भएछ सुन हनुमाने यो कुरो काकालाई चाहिँ नभनी हुँदैन यार भन्नै पर्छ बुझिस् अब नभनी हुँदैन किनकि काठमाडौँ घर बाहेक मनिषाले यताको सम्पत्ति सबै आफ्नो नाममा पारिछिन् कस्तो राक्षस नै रहेछ यार त्यो त यार है हो यो कुरा त नभनी हुँदैन हिँड्छौँ भन्नै पर्छ भन्नुपर्छ हिँड्जामी भाइ म तेरो मायाले मात्रै बाँचेँ नि झन्नै मरिन त चिया खानुहुन्छ त बुहारी म खान्न म भर्खर चिया खाएर आएको भाइ चाहिँ बरु केही खान्थ्यो कि खुवाउन पाए हुन्थ्यो मैले काकालाई भर्खरै जौला बनाएर बरु तपाईँलाई कस्तो छ ठिक छ बुहारी तिमीहरूले हस्पिटल लैदिएपछि म बाँचेँ नि
म त त्यही दिन कस्तो आत्तिएको थिएँ तर्सेको थिएँ केही भएन मेजरबालाई। मेजरबा तपाईँ यहाँ काकासँग बसिराख्नुहोस्, म मेकतिर जानु सकेको छ, पसल गरै लिएर आउँछु है। ल ल बुहारी ल, म एकछिन भाइसँग बसिरहन्छु। ए मेजरबा नमस्ते। नमस्कार। ए नमस्ते बाबु, नमस्ते। ए मेजरबा त बिरामी भन्नुभएको थियो त, बुढा त धगडा भइसक्नु भएछ त। ए सधैँभरि बिरामी भएर हुन्छ त मरा हो। अनि तेरो त्यहाँ हालखबर के छ त बाबु? ठिक छ मेजरबा। अनि तेरो बुढी आइ त? मेजरबा अब नआउने अरे। अब श्रीमतीले माया गरेर पो आउँछ त, तेरो बुढी अर्कै माया गरी मान्छे खोज्न गयो हो नि त। ए नखरा त त्यसै प्याच बोलेछ, नआओस् न। ल ल म त लागेँ, औषधि खान ढिला भयो। अब भाइ म भोलि आउँला, म त लागेँ। गल्ती चाहिँ त गर्ने, मैले भन् तँ भन्। सरी मलाई माफ गरिदिनु, मैले नजानेर हजुरसित गल्ती गरेँ, माफ गरिदिनु काका मलाई। ए मोटे बाबु र हनुमानी बाबु नि आउनु भएको रहेछ नि त। ए भाउजू पो हामी त यहाँ काकालाई भेट्न आएको। अब हजुर आइपुगिहाल्नु भयो, अब हाम्रो त काम छ, जानु पर्यो भाउजू हामी त। ए अनि हनुमानीको टाउको चाहिँ कसले फुटाइदियो नि? भाउजू म लडेको नि त। ओइ हिँड्छौँ ल भाउजू। भाउजू गयो त काका बस्नु है। ल काका गयौँ त हामी।